सम्पूर्ण उपस्थित महानुभावहरूमा जोजोलोपा अनि नमस्ते। आउने नेपाल सम्बत नुदया भिन्तुना म पूजा तथा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। विक्रम सम्बत 2082 साल आश्विन 20 तदनुसार अक्टोबर 6, 2025 क्यालिफोर्निया आफ्नै निवासमा बुबा श्री भूपति राजानन्द राजोपाध्यायको दोस्रो जङ्क्व नेवारी परम्परा अनुसार चन्द्रमाको पूजा आजा गरी सम्पन्न गरियो। उहाँको पहिलो जङ्क्व नेपालमा काठमाडौँमा आजभन्दा 3 वर्ष अघि भएको थियो। नेवार समुदायमा 77 वर्ष 7 महिना 7 दिन 7 घडी 7 पला पुगेपछि भीमरथको उपाधि दिने प्रचलन अनुरूप यस्तो जङ्क्व गर्ने गरिन्छ। मानिसको जन्मदेखि चन्द्रमाको 16 कला सहित 1000 पूर्ण चन्द्रको शरीरमा प्रकाश पर्दछ, तब त्यो मानिसमा चन्द्रमाको गुण समाहित हुन्छ भन्ने मान्यता अनुरूप सो उपलक्ष्यमा परिवारजनहरू खुसी भएर चन्द्रमालाई धन्यवाद दिँदै जङ्क्व गर्ने व्यक्तिलाई चन्द्र रथको उपहार स्वरूप मुन्द्री लगाउने गरिन्छ। सन् 2008मा कान्छी छोरी र ज्वाइँकोमा अमेरिका आएपछि आफ्नो संस्कृति र संस्कार जोगाउनु पर्दछ भन्ने हेतु पारिवारिक कार्यमा पुरोहितको रूपमा अमेरिकाको विभिन्न राज्यहरू क्यालिफोर्निया, वासिङ्टन, एरिजोना, ओरेगन, टेक्सस, फ्लोरिडा, पेन्सिल्भानिया, भर्जिनिया, वासिङ्टन डिसी, न्युयोर्क, न्यू जर्सी, मेरील्यान्ड, नेभाडा, युटाहा, कोलोराडो, हवाई र विदेशमा लन्डन तथा क्यानाडामा गई कार्य गरिसक्नु भएको छ र आज पर्यन्त पनि कार्य गरिरहनु भएको छ। नर्दन क्यालिफोर्नियामा नेवार समुदायबाट आयोजना हुने इन्द्र जात्रा, महपूजा आदिमा उहाँले गुरुको रूपमा सक्रिय भई संस्कृति जोगाउने र परम्पराको निरन्तरताको लागि आफ्नो योगदान दिइरहनु भएको छ। हाम्रो संस्कृति, परम्परा र इतिहास केवल हाम्रा गौरवका प्रतीक मात्र होइनन्, उनीहरू हाम्रो भावी सन्ततिलाई पहिचान दिलाउने, आचरणमा उतार्ने र अनुकरण गर्न प्रेरणा दिने माध्यम पनि हुन्। भक्तपुरको बिस्केट जात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको रथ यात्रा, काठमाडौँको इन्द्र जात्रा जस्ता पर्वहरू केवल चाड पर्व नभई हाम्रा सभ्यता, सामाजिक ऐक्यबद्धता र सामुदायिक जीवनको जीवित उदाहरण हुन्। त्यस्तै तलेजु भवानीको कुमारी पूजा, नेवार समुदायको मह पूजा, नेपाल सम्बत अथवा देशभर प्रचलित दशैं, तिहार लगायतका परम्परागत चाडपर्वहरू हाम्रा अमूल्य सांस्कृतिक सम्पदाहरू हुन्।
यसैले हाम्रो मूल जिम्मेवारी भनेको यी परम्परा र संस्कृतिहरूको संरक्षण, सम्वर्धन र सही स्वरूपमा भविष्य पुस्तासम्म हस्तान्तरण गर्नु हो। संस्कृतिको जगेर्ना भनेको केवल अतीतलाई सम्झनु होइन, वर्तमानलाई समृद्ध बनाउन र भविष्यलाई मार्गदर्शन दिनु पनि हो। महेश्वर राजानन्द राजोपाध्याय र कान्छी देवीको कोखबाट विक्रम सम्वत 2001 साल मार्ग शुक्ल अष्टमीको दिन ललितपुर वलिमा टोल अग्निशालामा जन्मिनुभएका बुबा श्री भूपति राजानन्द राजोपाध्याय आफ्ना 6 दाजुभाइ र 2 दिदीहरूमध्ये सबैभन्दा कान्छा छोरा हुनुहुन्छ। आमा श्रीमती मिला श्रेष्ठसँग विवाह बन्धनमा बाँधिनु भएका उहाँहरूसँग 4 जना छोराछोरी र छोराछोरीबाट 8 जना नाति नातिना रहेका छन्। ललितपुरका मल्ल राजा सिद्धि नरसिंह मल्लको कुल गुरु विश्वनाथ शर्माको कुलमा 11औं पुस्ताको सन्ततिको रूपमा जन्मिनु भएर दीक्षित भएपछि गुरु र पुरोहितको काम गर्दै आउनुभएका उहाँले दीक्षित हुनु पूर्व पारिवारिक प्रचलन अनुसार 11 वर्षको उमेरमा नै ब्रह्मचारी भएर 5 महिना साधना गर्नुभएको थियो। उहाँसँग तत्कालीन अवस्थामा पारिवारिक व्यवस्थालाई अनुसरण गरेर गुरु पुरोहित भई सेवा गर्ने कि आफ्नो विधाभन्दा बाहिर गई अन्य सेवामा लाग्ने भन्ने दुविधाको बीच 2018 सालमा एसएलसी परीक्षा सकिने बित्तिकै ललितपुर, कीर्तिपुर र नुवाकोटमा विद्यालयमा गई करिब 4 वर्षसम्म विद्यार्थीहरूलाई पठन पाठन गर्ने कार्यमा लाग्नुभयो। तत्पश्चात गुरुकुलमा हुर्केको उहाँको परिवारमा नै उहाँले नै सर्वप्रथम औपचारिक रूपमा जागिर खाने निश्चित गर्दै 2022 सालमा पाल्पा भूमि सुधार कार्यालयबाट सुरु गर्नुभयो र पछि काभ्रे पलाञ्चोक जिल्लामा सरुवा हुनुभयो। यसरी पाल्पा र काभ्रेमा छँदा प्रायजसो तत्कालीन सबै गाउँ पञ्चायतहरूमा पुग्ने अवसर पाउनुभयो। हाम्रो नेपाली गाउँले समाज बाहिरबाट आउने पाहुनालाई सत्कार गर्ने जुन संस्कार छ त्यसलाई उहाँले अहिले पनि स्मरण गरिरहनुहुन्छ। जागिरको दौरानमा नै सहकारीबाट सञ्चालित 3 महिने तालिम पश्चात कैलाली भूमि प्रशासन बचत संस्थानमा बढुवा सहित काज सरुवा, कृषि विकास बैंक, राष्ट्रिय चामल कारखाना, भूमि सुधार विभाग काठमाडौँ अन्तर्गत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म काम गर्ने अवसर प्राप्त गर्नुभयो। साथै लुम्बिनी धान चामल निर्यात कम्पनी अन्तर्गत भैरहवा, कृष्णनगरमा र सेती महाकाली धान चामल निर्यात कम्पनी अन्तर्गत धनगढी र सेती कार्यालयमा बसेर पनि काम गर्नुभयो। यसैगरी विक्रम सम्वत 2040 सालमा भृकुटी कागज कारखाना चितवनमा र विक्रम सम्वत 2044 सालतिर गुठी संस्थान केन्द्रीय कार्यालय, तहसील कार्यालय, काठमाडौँ ललितपुर गुठी संस्थान, भक्तपुर गुठी संस्थान तथा गुठी लगत तथा तहसील कार्यालय भद्रकालीबाट अन्ततः अवकाश लिनुभयो। ललितपुर गुठीमा काम गर्दा परम्परा अनुसार तत्कालीन राजा र सर्वसाधारणलाई 5 पटकसम्म रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसर पाउनु भएको थियो। जागिरबाट निवृत्त भएपछि धर्म संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने काममा लाग्नुभयो। सो अवधिमा अग्निशाला व्यवस्थापन समितिको अध्यक्ष, ललितपुर उपाकर्म गुठीको उपाध्यक्ष, वलिमा टोल सुधार समितिको अध्यक्ष, पूर्णचण्डी टोल सुधार समितिको सदस्य भई काम गर्नुभयो। पूर्णचण्डी टोल सुधार समितिबाट तत्कालीन सञ्चालित 10 महाविद्या पूजा यात्रामा सहजीकरणको काममा अग्रणी भई कार्य गर्नुभएको थियो। जन्म र हुर्काई ललितपुरका साघुरा गल्ली र पुराना घर आँगनमा बिते पनि जीवनले कामको यात्रामा उहाँलाई उपत्यका बाहिरका गाउँ गाउँमा पुर्यायो।
त्यहाँ बत्ती भन्ना साथ टुकी नै जीवनको सहारा हुन्थ्यो। त्यति बेला ठूला ठूला शहर बजारहरूमा समेत बिजुली बत्तीको आभास मात्र थियो। जीवनका ती दिनहरूले संस्कार, सभ्यता र रीतिरिवाजलाई नजिकैबाट देख्न र आत्मसात गर्न सिकाए। आज समयसँगै बदलिएर आएको समाज, संस्कृति, विज्ञान र प्रविधिले ल्याएको चमत्कारिक परिवर्तन अनि सोच र जीवनशैलीको उन्नतिको प्रत्यक्ष साक्षी बन्न पाउँदा र अझै संसारकै विकसित भूमि अमेरिकाबाट विगतदेखि वर्तमानसम्मको यात्रालाई नियाल्दा जीवनले दिएको यो मिठो अनुभवको धनी हुनु स्वयंमा उहाँ आफूलाई भाग्यमानी ठान्नुहुन्छ। उहाँ भन्नुहुन्छ, जीवन भनेको भोगाई हो, तर त्यो भोगाईलाई कसरी बुझ्ने, कसरी स्वीकार्ने भन्ने कुरा भने प्रत्येक मानिसको आफ्नै सोच र दृष्टिकोणमा निर्भर हुन्छ। भनिन्छ, जङ्को भइसकेपछि त्यस्तो व्यक्तिले देवत्वको रूप ग्रहण गर्छ। त्यसैले आऊ आज हामी सबैले उहाँसँग आशीर्वाद ग्रहण गरौँ। धन्यवाद। सबैको जय होस्।